आज हामी एकजना भाइलाई पुर्याउन आएका थियौँ। नेपाल एयरलाइन्सको फ्लाइट छ हाम्रो भाइ एलिया सुनवार भाइको, र यहाँ हामी एयरपोर्टमा देख्छौँ यस्तो भिडभाड रहेको छ है। अनि अहिलेको 2025 है 25 लागिसक्दा पनि मानिसहरू चाहिँ विदेश परदेश छिर्नुको बाध्यता रहेको छ। अनि म स्वयं नि परदेशमै छु है। त्यसकारण अब एउटा मन दुःख छ, किनभने नेपालीहरू चाहिँ होइन यसरी परदेशमा आउँदाखेरि होइन अरूको चाहिँ काम गर्दाखेरि अरूको भनाइ खाँदाखेरि होइन कति मन दुख्छ, कति चित्त दुख्छ भन्ने कुरा त यो ठाउँ आफ्नो ठाउँमा छ। तर पनि यतिको हाम्रो नेपाली दाजुभाइको अवस्था देख्दाखेरि यो अवस्था चाहिँ हाम्रो नेपाल सरकारलाई म यसो देखाउन चाहन्छु कि आगामी दिनहरूमा होइन हाम्रो देशमा यस्तो हालत नहोस्। हेर्नुहोस् त यहाँ हेर्नुहोस् त कति भिड छ। यो सबै नेपालीहरूको होइन नेपाल एयरलाइन्सको उडान हुँदैछ र नेपाल एयरलाइन्सको उडानभित्र जाँदै हुनुहुन्छ। अनि यति भिड छ हेर्नुहोस् है। त्यसकारण तपाईँ हामीलाई चाहिँ सचेत हुनुपर्छ, जनता अनि सरकार पनि यसमा एकदमै एउटा केही गर्ने डेभलप गर्ने एउटा भनौँ न एउटा केही गर्न सक्ने सरकार चाहिँ आउनु पर्यो नेपालमा होइन। यसरी अब लङ्गडा सरकार चाहिँ काम छैन। जस्तै कि तपाईँको नजरमा को हुनुहुन्छ त्यस्तो मान्छे? बालन शाह म देख्दछु होइन। बालन शाह चाहिँ प्रधानमन्त्री हुनु हो भने चाहिँ केही गर्नुहुन्छ जस्तो लाग्छ। अरू त कसैमा विश्वास छैन। र बालन सर चाहिँ नेपालमा चाहिँ एउटा प्रधानमन्त्रीको रूपमा चाहिँ आउनु पर्यो होइन। बालन शाह आउनुको कारण हजुरलाई? उहाँ एउटा भिजन भएको मानिस हो होइन। भिजन भएको मानिस हो अनि उहाँले चाहिँ एउटा गर्न सक्नुहुन्छ भन्ने हामीलाई विश्वास छ। हजुर, त्यही भएर ठिक छ। अनि त्यही हो। अब नेपालमा अहिले हेर्ने हो भने बुढापाका मात्रै छ, बच्चा बुढा होइन। यङ जेनेरेसन चाहिँ खालि विदेशमा छ, खाडी मुलुकमा, कोरिया होइन, अमेरिका अस्ट्रेलियामा छ। त्यसकारण अर्काको देशमा गएर हामीले चाहिँ आफ्नो परिश्रम देख्नु नपरोस् कि आफ्नो देशमा चाहिँ होइन केही गर्न सकोस्। त्यो वातावरण चाहिँ नेपाल सरकारले चाहिँ बनाउन सकोस्। हुन्छ, यति भनाइ राख्दै म बिदा हुन चाहन्छु। फेरि अर्को भिडियोमा हामी भेट्नेछौँ। नमस्कार।